खुर्सानी त डरै खुर्सानी त डरै खुर्सानी हुनु पर्छ लास्टमा हान्यो लास्टमा हान्यो अरे लास्ट राम्रो रहेछ यो मासु अलि फ्रेस रहेछ पर रोटी खाएर अन्त मिक्स खाइरहेको मिक्स खाइरहेको क्या मैले हाम्रो गाउँतिर जाँदाखेरि बाटोमा यस्तै रोटी भात सबै मिक्स पाइन्छ क्या त्यति बेला चाहिँ माछा त्यही त माछाको झोलसँग यस्तो मिठो हुन्छ अन्त घरभन्दा बाहिर खाइदिन्थेँ प्रायः टक्कै बाहिरतिर हिँड्यो अब समोसा हान्दिने कहिले रोटी तरकारी ऊ खायो होला नि मलाई गाह्रो भयो म खुर्सानी धेरै खान सक्दिनँ है पिरो होइन खायो तपाईँ पिरो खाने मजा करेलो नि अब यस्तो गर्ने हरियो खुर्सानी ल्याउने जसलाई खुर्सानी लाग्यो टोक्ने मैले कम हालेको त मान्छे धुक्काएर अघि हाल्दा धुक्काएर आइरहेको थियो पुरै हो नि मासु हो मासु त फाल्ने कुरो हुन्न तिमीले खान्न फेरि भनेर अनि त्यो पानी बोतल खाए चियो खाने अरे पिरो मार्ने चाहिँ पिरो हुन्छ है पिरो मान्ने नै होइन पिरो छैन लागेपछि कस्तो नमान्ने हो तिम्रो माइन्डमै पिरो छ पहिले भन्ने त माइन्डमै सेट भइसक्यो अन्त पिरै नहाल्दा दिने माइन्ड सेट हो क्या एउटा टोइलेट आधा घन्टा ठ्याक्कै हो अब थाहा पाइसक्यो किन खुर्सानीले के गर्छ अरे टोइलेटमा चाक पोल्छ नि हग्दाखेरि खाने बेला नहुनु अनि त्यो भनेको तिम्रो इन्जिन कमजोर भएर ल खुर्सानी खानुहुन्न नि यो लास असर हामीलाई जति खायो नि केही हुँदैन अया हुँदैन खुर्सानी तिमीले विज्ञहरूलाई सोध डक्टरहरूलाई सोध धुलो खुर्सानी खानुहुन्न के धुलो खुर्सानी यस्तो इम्पोर्टेन्ट डल्ले खुर्सानी हो जति खायो नि केही नहुने यो खुर्सानी धुलो खुर्सानी खाएपछि अरू रोगले आक्रमण गर्नै सक्दैन हो अरू रोगले आक्रमण गर्नै सक्दैन कि त्यो कुन छ विज्ञानमा हो धुलो खुर्सानीले असर गर्दैन भन्ने मेरो एउटा मधेसी डाक्टर छ नि हेर्दैन ब्लगै छु उसले के भने खुर्सानी अनिवार्य खानुपर्छ तर डल्ले हो के यो लामो खुर्सानी धुलो खुर्सानी सबभन्दा असर खुर्सानीमा पाइने भिटामिन भनेको डल्लेमा नि चेप्टेमा नि ढोलोमा नि फुसेमा एउटै हो त्यो डल्ले खुर्सानी मुखमा लाग्यो नि पेटमा कहिले लाग्दैन यो त अहिले नै गड्याङ गुरुङ हान्न लागेको पेटमा डल्ले खुर्सानी अनि डेन्जर हो पेटमा कहिले असर गर्दैन म पनि खान्थेँ पहिला मुखमा मात्र हो खुर्सानीको मात्रै भयो भने पेटमा असर नगरे मेन भनेको पेटमा असर गरोस्
पेटमा असर गरोस् भन्ने खाने खुर्सानी, नत्र त किन खुर्सानी खानु पर्यो जे खुर्सानी खाएर पेटमा असर गरेर किन खुर्सानी खानु? स्वाद भनेको महँगो पनि त्यही थियो डल्लै। नुनको स्वाद पेटमा लाग्छ र मुखमा लाग्ने हो नि त अनि जिब्रोमा आफूलाई त्यस्तो फिलिङ हुन्छ। ल टन्न यसरी खाएपछि त सकिहाल्यो नि, सम्पत्ति सकिने केही बेला लाग्छ। सेलरी आएकी चाहिँ तर पनि खानुपर्छ यस्तै खानालाई मैले दुःख गरिन्छ खानुपर्छ है भएको बेला।